थ्याङ्क यू, मेरो सौभाग्य। मैले दाई भनेर सम्बोधन गरेँ। फेरि दाईको इन्टरभ्यूहरू कतै मिडियातिर हेऱ्यो भने अहिले अस्तिसम्म 16 पुगेर 17 लाग्दैछु भन्नुहुन्थ्यो। अलि पछि विवाह हुन थालेपछि 24 पुगेर 25 त लाग्दैछु भन्नुहुन्थ्यो। म अलि बढी भएँ, फेरि त्यो उमेर मैले पार गरिसकेँ। दाई भन्दाखेरि दाईलाई अप्ठ्यारो त लाग्दैन नि फेरि? म त के छ भने पछिल्लो आफू 24 पुगेको थाहा छ, त्यसपछि हिसाब किताब राख्नै छोडिदिएँ क्या मैले। अब यो पुस्तक जसरी बगेको छ, उहाँको सुरुवातमा उहाँको बाल्यकाल, उहाँको पारिवारिक पृष्ठभूमि हुँदै उहाँको युवा अवस्थासम्म जसरी आइपुगेको छ, हामी त्यही फ्लोमा जाउँ, त्यसपछि बिस्तारै सिनेमाको कुरा र अन्य कुराहरू जोड्दै जाउँ भन्ने मैले विचार गरेको छु। यहाँका प्रश्नहरू पनि स्वाभाविक रूपमा राख्ने नै छौँ।